आज चाहिँ गाइस गइयो सर र दुईजना स्कुटी चढेर। आजको दिन पनि एकदमै राम्रो थियो, घाम पनि चट्ट लाग्यो। थोरै अगाडि पुगेर चाहिँ हामीले यहाँबाट पैसा लियौँ। पैसा लिएर चाहिँ गए सिधै चिसो खानलाई। 3टा चिसो पनि मगाएर हामीले खायौँ। चिसो खाएर चाहिँ लाग्यो सिधै गोकर्ण मास्तिरको जङ्गलतिर। माथि जङ्गलमा चाहिँ यस्तो थियो ठाउँ। यहाँ माथि आएर चाहिँ थोरै मासतिर जाँदैछौँ हामी। यहाँ माथि चाहिँ यसो दुईजना दाइहरू आउँदै हुनुहुन्थ्यो अनि उहाँहरूलाई नै कुर्दै बसे। दाइहरू पनि आउनुभयो अनि लाग्यौँ हामी चाहिँ मासतिर। तीनजना दाइहरूको पछि पछि गएर चाहिँ तल गएर यसो फोटोसोटो हान्यो। तीनजना मिलेर फोटोसोटो खिच्ने कार्यक्रम पनि सिद्धियो अनि हामी चाहिँ लाग्यौँ सिधै मासतिरै। दाइहरूको पछि पछि हिँडेको कहाँ चढ्छन्। यत्रो माथि आइसक्यो त्यही पनि अझै ठाडै उकालो चढ्दैछ। दाइहरू त चढे, म झन्नै चिप्लेर लडिनँ। जस्तोसो गरेर चढ्न त चढे माथि। डाँडामा आएर हेरेको त वाउ यस्तो दामी घुम्ने ठाउँ। हामी चाहिँ कहाँ जान लागेको भन्नुहुन्छ भने चाहिँ नेक्स्ट भिडियोमा आउनेछ। अहिले चाहिँ भिडियो धेरै लामो भइसकेछ।